कमला र मुनाले रमेश र दिपालाई एक बनाउनको लागि उनीहरूको कुरा लिएर रामको अगाडि भने गएका थिए। तर राम भने रमेशको र दिपाको कुरा लिएर आफ्नो अगाडि आएको सुनेर एकदमै धेरै रिसले भने आगो भइसकेका छन्। किनकि रामले कसम खाइसकेका छन् कि म कुनै पनि केटीको हात माग्न जाँदिनँ भनेर कसम खाएको कारणले गर्दाखेरि केही समय अगाडि केटीको हात माग्न जाँदाखेरि त्यो केटी पक्षले रामलाई भने आरोप लगाएर 4 महिनासम्म जेलमा बस्नु परेको कारणले गर्दाखेरि राम भने अब कुनै पनि केटीको हात माग्न जाँदिनँ भनेर कसम भने खाइसकेका छन्। त्यसैले अब रामबाट रमेश र दिपाले आश गर्नु भनेको व्यर्थ नै छ। अब रमेश र दिपा आफैले नै केही गरे भने उनीहरू एक हुन भने सक्छन्, तर रामबाट उनीहरूले भने अब कुनै पनि आश नगर्दा पनि हुन्छ। यता दिपाको अबको 7 दिनभित्रमा टिकोटालो छ र दिपा भने रमेशसँग भागेर बिहे गर्दिन भनेर पनि भनिसकेकी छिन्। त्यस्तै उता रमेश अब आफै गएर केटीको हात मागेर अर्थात् दिपाको हात मागेर ल्याउन पनि सक्दैनन्। त्यसको लागि कि रामै जानुपर्छ र रामले भने सजिलैसँग म दिपाको हात माग्न जान सक्दिनँ रमेश दाइको लागि भनेर भनिसकेका छन्। अब के साँच्चै नै रमेश र दिपा एक नहुने नै हुन् त? मलाई त पक्कै पनि लाग्दैन। केही न केही कारणले गर्दाखेरि कसो न कसो गरेर रमेश र दिपा भने पक्कै पनि एक भने त हुनेवाला छन्। तर केही समय भने पर्खिनु पर्ने हुन्छ। यति छिटै दिपाको बिहे हुन्छ जस्तो मलाई लाग्दैन। साथीहरू तपाईँहरूमध्ये को रमेश र दिपा एक हुनुपर्छ भन्ने चाहनुहुन्छ? यदि तपाईँहरू पनि रमेश र दिपा जुनसुकै हालतमा भए पनि एक हुनुपर्छ भन्ने चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा रमेश र दिपा लेखेर हाम्रो च्यानललाई पनि सब्स्क्राइब भने गरिदिनु होला। त्यस्तै साथीहरू अब श्रुति, मालती र भरतमणिले कस्तो चाल चल्लान् त राम, कमला र मुनालाई फुटाउनको लागि? मेरो विचारमा मालतीले भने मुनालाई भने भड्काइरहेको थिइन्, किनकि राम र कमलालाई फुटाउन त्यति सजिलो भने त छैन। त्यसैले सबैभन्दा पहिला भने मुनालाई भएको नभएको सबै कुरा लगाएर भने मालतीले भड्काउन खोजिरहेकी थिइन्। तर मालतीलाई उल्टै मुनाले भने राम्रोसँगले सबक भने सिकाएकी छिन् र अब कुनै न कुनै झुटा आश्वासन देखाएर या त के गरेर हुन्छ पक्कै पनि फेरि पनि भड्काउने काम भने पक्कै पनि गर्नेवाला छिन्। किनकि राम र कमलालाई फुटाउन सकिँदैन भन्ने कुरा भने राम्रोसँगले थाहा छ श्रुति, मालती र भरतमणिलाई। त्यसैले राम, कमला र मुनाबाट मुनालाई अलग बनाउन खोजिरहेका छन् श्रुति, मालती र भरतमणिले। तर मुनाले पनि धेरै कुरा भने राम्रोसँगले बुझिसकेकी छिन् र तिनैजनाले राम, कमला र मुनाले नै श्रुति, मालती र भरतमणि कस्ता व्यक्ति हुन् भन्ने कुरा भने बुझिसकेका छन्। त्यसैले अब उनीहरूको कुरा भने त्यति सजिलै विश्वास भने गर्नेवाला छैनन्। तर साम, दाम, दण्ड, भेद सबै थोक प्रयोग गरेर पटक पटक राम, कमला र मुनालाई फुटाउने कोसिस भने पक्कै पनि श्रुति, मालती र भरतमणिले भने गर्ने नैवाला छन्। साथीहरू तपाईँहरूलाई के लाग्छ? राम, कमला र मुना फुट्लान् त? आफ्नो विचार भने कमेन्ट सेक्सनमा लेख्नुहोस् है त। र राम, कमला र मुना कुनै पनि हालतमा फुट्नु हुँदैन भन्ने तपाईँहरू पनि चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम, कमला र मुना लेखेर हाम्रो च्यानललाई पनि सब्स्क्राइब गर्नु होला भन्दै अहिले बिदा माग्न चाहन्छु। हस्त, नमस्कार।